कहाँ हिँड्यो साल नदी हिँडेको हामी त साल नदी हिँडेको साथीभाइ जानेर जाउँ है गाइस नुहाउन अनिखेर मेला घुम्न बाई बाई। अब हामी आन्टीहरूकोमा पुगेपछि भिडियो गर्छ। कौन है ये लोग कहाँ से आते हैं? हामी झरेम साल नदीको लागि खै सुरेक्दा। अब हामी साल नदी जाँदैछौँ। अब 11 बजे आएर को नुहाउँछ? हामी नुहाउँछौँ। हामी तीर्थमा जतिखेर नुहाए पनि हुन्छ। अब यतिखेर आयो यतिखेर नुहाउने आफ्नो मन भाव राम्रो हुनुपर्छ। तर म चाहिँ नहुँदैन जतिखेर नुहाए पनि हुन्छ। हामी चाहिँ बजार हेर्दै गइरहेछौँ। झोलावाली सबिता आन्टी बिचरा ट्याक्सीले वहीँ पर छोड्दैन गाह्रो भयो है। त्यही भने ए कहाँ खाना हाम्रो मम्मीहरू चाहिँ छैन। यहाँ चाहिँ यस्तो मेला पनि रहेछ। नामेर सरी नदी मेला। हामी चाहिँ अब नुहाउने ठाउँमा पुग्न लाग्यौँ गाइस। आइपुगे फाइनली। श्री स्वस्तानीले भन श्री स्वस्तानीले सारा पाप नासिदेऊ श्री स्वस्तानीले श्री स्वस्तानीले सारा पाप नासिदेऊ श्री स्वस्तानीले सारा पाप मेलारी हामी अब के हेर्न रे? गोमाको कुटी रे। फाइनली हामीले चाहिँ नयाँ गरी नदीबाट फोटो छोटो खिच्यो अरे मेकअप पनि गर्यो निस्केको। के साह्रो भिड हो त यो माताकोमा बस्नु कुटी रे। यो चाहिँ
घुमेर घुमेर हेर्नुपर्छ खै म यहाँ कता गयो हाम्रो के बेला आएर बसेको रे गोमा के बेला आएर बसेको रे यो गोमा बर्मानीले साह्रै दुःख पाएको बेलामा यस्तो खुट्टीमा बसेको थिइन् नवराज बाबालाई खोज्न जाँदाखेरि छोरोलाई पर्खाइमा ए को बेला यहाँ चाहिँ अब यस्तो यस्तो कुराहरू रहेछ चन्द्रावती हाल बेहाल भइसक्यो गाइस ल आजको टुर पनि सक्यो यिनीहरूको छुट्टै पारा छ सुन के चुरा न सके नी